नमस्ते साथीहरु, आज पाँचौं दिनमा पनि कामहरु जारी रहेको छ। हजुरले देख्न सक्नुहुन्छ आज चाहिँ यो भागमा पनि भत्काइसकेको छ। अहिले चाहिँ लगभग पानी पर्ने अवस्था भइरहेको छ र हामीले देख्न सक्छौं काम पनि एकदम तीव्रताका साथ भइरहेको छ। यो भागमा जुन पार्किङको लागि ठाउँ र बनाइनेछ र यो सम्म एउटै लेभलमा आउनेछ यहाँसम्म, किनकि यहाँसम्म त यो बाटोसम्म चाहिँ प्याराफिट आउने भएको कारणले गर्दाखेरि चाहिँ यो यसमा चाहिँ सम्याएको अहिले नै व्यवस्थित ढङ्गले बनाउन थालिएको छ। र हजुरले देख्न सक्नुहुन्छ यहाँ चाहिँ एकदम ठुल्ठुलो उपकरणहरू, डोजरहरू, एक्सकाभेटरहरू लागिरहेको छ र यसमा टिप्परहरू पनि थुप्रै टिप्परहरू रहेका छन् भने त्यो ठाउँमा चाहिँ कर्मचारी बस्ने कोठेरहरू पनि बनाइसकेको छ, सेल्टरहरू बनाइसकेको छ भने यहाँबाट हजुरले देख्न सक्नुहुन्छ काम एकदम तीव्रताका साथ अगाडि बढिरहेको छ साथीहरु। र यहाँ यो ग्राउन्डलाई हेर्न आउने मान्छेहरू पनि एकदम बढिरहेको अवस्था छ। आज शनिबार भएको कारणले पनि हुनसक्छ मान्छेहरू चाहिँ एकदम धेरै हेर्नको लागि आइराख्नु भएको छ भने अब पानी पर्ने अवस्था भइसकेको कारणले गर्दाखेरि अहिले फर्किन पनि लागिसक्नु भएको छ। र यहाँ हजुरले देख्न सक्नुहुन्छ यहाँ चाहिँ प्र्याक्टिस म्याचेसहरू भइरहेको छ अन्डर 19 युवा टोलीहरूको भने यहाँहरूले देख्न सक्नुहुन्छ। यहाँ चाहिँ पुरै प्याराफिट निर्माणको लागि सबै भत्काइसकेको छ, बाउन्ड्री वालहरू भत्काइसकेको छ भने यहाँ चाहिँ डोजरहरूले एक्सकाभेटरले एक्सकाभेट गरिरहेको छ। मैले पहिलाको भिडियोमा पनि भनेको थिएँ यो ठाउँमा चाहिँ पुरै खाली नै छैन, एउटा स्लोपमा बनाइनेछ र पिलरको लागि चाहिँ यहाँ फाउन्डेसनहरू खनिनेछ भने त्यो ठाउँमा चाहिँ पुरै तलदेखि खारेर त्यहाँ चाहिँ सुविधा सम्पन्न प्याराफिट बनाइनेछ, टोयलेट सहितको र क्यान्टिन सहितको त्यहाँ चाहिँ त्यो प्रबन्ध गरिनेछ भने यो ठाउँमा चाहिँ यो अधिकांश ठाउँमा चाहिँ यहाँदेखि त्यो प्लेयर बक्ससम्म चाहिँ प्याराफिट बनाइनेछ। यो सबै प्याराफिट गरेर चाहिँ सबै 8वटै बक्सको प्याराफिट गरेर चाहिँ 10,000 क्षमताको यहाँ चाहिँ प्याराफिट बनाइनेछ। र अरूलाई जानकारी दिनु पर्दाखेरि यो बाउन्ड्री जुन ग्राउन्डको बाउन्ड्री छ यो बाउन्ड्रीबाट चाहिँ यतातिर लगभग 30 मिटर चौडा हुनेछ। चौडा भन्नाले प्याराफिट चौडा यसरी बस्नेछ भने 30 मिटर यता बस्नेछ भने माथि त्यो ग्राउन्डभन्दा माथि चाहिँ 25 फिट अथवा 8 मिटर माथि हुनेछ ग्राउन्डभन्दा माथि। यो पहिलो चरणको काम चाहिँ त्यसरी सुरु गरिएको छ र आज 5औं दिनमा चाहिँ यहाँ एकदम धेरै काम देखिसकेको हजुरले देख्न सक्नुहुन्छ। र यहाँ कर्मचारी बस्नको लागि पनि कोठेरहरू बनाउने कामहरू भइरहेको छ भने यहाँहरूले देख्न सक्नुहुन्छ। यतातिर पनि एक्सकाभेटर लागिरहेको छ र यो चाहिँ एउटा यो मान्छे हिँड्ने र पार्किङ गर्ने ठाउँ चाहिँ अलिकति चौडा बनाउनको लागि यो बनाएको, किनभने हजुरको प्याराफिट चाहिँ यहाँसम्म यो रुखसम्म आउन सक्ने अवस्था भएको कारणले गर्दाखेरि यता चाहिँ चौडा बनाउन लागि। अब यतातिर यो सम्पूर्ण भागमा चाहिँ चौडा बनाउने कामहरू चाहिँ सुरु हुन्छ। यो हामी जुन ठाउँ उभिएका छौँ यो ठाउँमा पनि एउटा चौडा बनाइनेछ, किनकि हजुरले देख्न सक्नुहुन्छ यहाँ चाहिँ सर्भे गर्दाखेरि चाहिँ यहाँसम्म चाहिँ डन्डीहरू गाडिएको छ सर्भेको। त्यस कारण यो चाहिँ एकदम ठुलो भव्य मैदान बन्नेछ। यहाँबाट हामीले जुन यो बाटो रहेको छ यो पर्खाल त्यहाँ देख्न सक्नुहुन्छ। यो बाटोबाट हामीले यहाँबाट म्याच हेर्दाखेरि वाउ कस्तो आनन्द लाग्छ होला नि त हैन। त्यस कारण अझ यो जुन उभिएको ठाउँभन्दा माथि
माथि चाहिँ अलिकति जान सक्छ, किनकि 8 मिटर हो, लगभग 3 मिटर हाइटको 3 स्टोरी 3 तल्ला घर अग्लो चाहिँ त्यहाँ प्याराफिट बन्ने छ। र यहाँ चाहिँ यो स्क्रिनको त्यो सेटहरू पनि निकाल्ने थालिएको छ भने हरेक ठाउँमा हजुरले देख्न सक्नुहुन्छ। हरेक ठाउँमा चाहिँ यहाँ कामहरू अगाडि बढिरहेको देख्न सक्नुहुन्छ। त्यहाँ पनि पुरै खन्ने कामहरू भइरहेको छ। हामीलाई अलिकति नजिक चाहिँ नजाउँ, किनकि काम गर्न लागेको काममा चाहिँ डिस्टर्ब नहोस् भन्ने हिसाबले चाहिँ हामी नजिक जान चाहेनौँ, किनकि त्यहाँ बाटो नै बिग्रिएको छ, त्यहाँ जाने बाटो। र अहिलेको अवस्था चाहिँ एकदम तीव्र गतिका साथ काम भइरहेको छ भन्ने चाहन्छु। जम्मा त्यो 10,000 फेरि पनि दोहोऱ्याउनु चाहे 10,000 दर्शक अट्न सक्ने चाहिँ यहाँ प्याराफिट बनिरहेको छ। त्यसको चौडाइ चाहिँ 30 मिटर हुनेछ भने त्यसको उचाइ चाहिँ 8 मिटर हुनेछ, 25 मिटर हुनेछ। र त्यो चाहिँ स्टेप वाइज माथि हुनेछ। र त्यसमा प्याराफिट मात्र नबनेर त्यसमा चाहिँ प्याराफिटमा चेयरहरू समेत राख्ने यो सम्झौतामा रहेको छ, टेन्डरमा त्यो पनि समावेश रहेको छ। त्यसकारण चाहिँ हजुरले जुन क्वेसनहरू गर्नुभएको हुन्छ प्याराफिटमा प्याराफिट मात्र बन्ने हो कि चेयरहरू पनि राख्ने हो भन्ने हिसाबले प्याराफिट मात्र बन्ने होइन कि चेयर पनि राख्ने कुरो रहेको छ। त्यसकारण चाहिँ हामी अब जम्मा 2 महिना जति समय बाँकी छ। वैशाख 24 गते चाहिँ यसको फाइनल हस्तान्तरण गर्ने दिन रहेको छ भने अब जम्मा लगभग 2 महिना जतिमा चाहिँ यो कामहरू सकेर यो कम्पनीले चाहिँ हस्तान्तरण गरिन्छ। अब यहाँ देखिरहेको कामहरू हेर्दाखेरि चाहिँ अहिलेसम्मको काम हेर्दाखेरि चाहिँ सन्तुष्ट मान्न सकिन्छ। लगभग यति गर्दासम्म चाहिँ 5% कामहरू चाहिँ सकिसकेको हुन सक्छौँ। जस्तै 5% यस हिसाबले कि निर्माणको कुरा नजोडेर जुन भत्काउने कुराहरू छ, भत्काउने पनि पुरै लगभग 50-60% चाहिँ भत्काइसकेको छ भने अब त्यो ठाउँमा पुरै खालिसकेपछि त्यसमै फाउन्डेसन बनायो भने चाहिँ एकदम कामको गति चाहिँ एकदम तीव्र हुनेछ। यो हजुरले देख्न सक्नुहुन्छ त्यो ग्राउन्डदेखि 30 मिटर यतातिर चाहिँ पाइल्सहरू राख्ने छ। र हामीले पिलरहरू चाहिँ देख्न सक्छौँ। यहाँ चाहिँ लगभग 100 भन्दा बढी चाहिँ पिलरहरू यसको वरिपरि आउनेछ भनिएको छ। अब यो बाटोबाट हामी माथि हेर्दाखेरि चाहिँ अलिकति माथि 2-3 मिटर माथि जान सक्छ प्याराफिट यो बाटोबाट। हजुरले देख्न सक्नुहुन्छ यहाँ चाहिँ प्लेयरहरूले अन्डर 19 प्लेयरहरू यहाँ प्र्याक्टिसहरू गरिराख्नु भएको छ। र यहाँको पिचको काम चाहिँ एकदमै सधैँ भइरहेको नै हुन्छ। र ग्राउन्ड अहिलेसम्म हेर्दाखेरि खासै आकर्षक त नभनौँ, तर चित्तबुझ्दो हिसाब चाहिँ छ भनौँ। खेल्न लागेको चाहिँ ग्राउन्ड छ। तर यो निर्माण कम्पनीले भनेअनुसार चाहिँ यो ग्राउन्डभन्दा बाहिर चाहिँ मात्र काम सुरु हुनेछ र यो ग्राउन्डभित्र चाहिँ कुनै भागमा पनि छोइने छैन। त्यस कारण चाहिँ यहाँ कुनै पनि गेम गराउनको लागि अथवा प्र्याक्टिस गर्नको लागि चाहिँ कुनै पनि त्यस्तो असर पर्ने छैन साथीहरू। यहाँ चाहिँ यो ग्राउन्ड हेर्नको लागि मात्र चाहिँ पनि आज शनिबार भएको कारणले गर्दाखेरि दिउँसोतिर धेरै मान्छेहरू आइराख्नु भएको थियो भने हजुरले देख्न सक्नुहुन्छ। यहाँ अझै पनि मान्छेहरू कर्मचारीहरू थुप्रै खटिरहनु भएको छ। र कर्मचारी मात्र नभएर यहाँ हेर्न आउने दर्शक पनि थुप्रै बढिराख्नु भएको छ। म हल्का हजुरलाई त्यो ठाउँमा लगेर देखाउन चाहेँ, हल्का नजिक लगेर। तर यो कन्स्ट्रक्सन साइट भएको कारणले गर्दाखेरि हामीले डिस्टर्ब चाहिँ गर्नु हुँदैन, टाढाबाट पार्छौँ लिने भन्ने कुरो छ।
सम्पूर्ण चाहिँ विकास हुने सङ्केत देखिएको छ साथीहरू। हजुरलाई कस्तो लाग्यो यो भिडियोहरूले? अझै हामीले चाहिँ भिडियो चाहिँ हरेक दिन बनाउने छौँ र 5-6 बजे चाहिँ भिडियो युट्युबमा राख्नेछौँ। र हजुरलाई यो भिडियो राम्रो लाग्यो त्यो खण्डमा चाहिँ हजुरले सब्सक्राइब गर्न नभुल्नु होला र कमेन्ट पनि गर्नु होला। यहाँ कस्तो खालको हजुरलाई प्रश्नहरू सोध्न मन छ हजुर सोध्नुहोस् र त्यसलाई चाहिँ हामीले आधिकारिक ठाउँमा सोधेर हजुरलाई चाहिँ त्यसको उत्तर दिने प्रयास गर्नेछौँ। र यति भन्दै हजुरलाई चाहिँ सब्सक्राइब गरिदिन आग्रह गर्दै धन्यवाद, नमस्ते, जय नेपाल। र भोलि पर्सिको भिडियो पनि हेर्न अनुरोध गर्न चाहन्छु। हस् त।